नमस्ते। आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जुन हाम्रो समाजमा गहिरोसँग जोडिएको छ, एउटा विरोधाभास जुन हाम्रो आस्था र अर्थतन्त्रको बीचमा जेलिएको छ। यो कथा गाईको हो, तर यो कथा केवल एउटा जनावरको मात्रै होइन, यो त हाम्रो विश्वास, हाम्रो पाखण्ड अनि हाम्रो वास्तविकताको ऐना हो। ल सुरु गरौँ एउटा सिधा प्रश्नबाट। हामी गाईलाई के मान्छौँ? माता भनेर पुज्छौँ कि सडकमा अल्पत्र छोडिएको एउटा झन्झट? हो, यही प्रश्नबाट सुरु हुन्छ हाम्रो समाजको एउटा निकै ठूलो तर अक्सर नदेखिने विरोधाभास। एकातिर हेर्ने हो भने नेपालको संविधानले गाईलाई राष्ट्रिय जनावर मानेर मार्न नपाइने भनेर कानुनी संरक्षणै दिएको छ, हैन? तर अर्कोतिरको तीतो यथार्थ के हो भने तीनै संरक्षित माताहरू शहरका सडक र राजमार्गमा भोक र दुर्घटनाले छटपटाएर मरिरहेका छन्। यो त भयो नि हाम्रो कानुनको किताबमा लेखिएको कुरा र सडकको वास्तविकता बीचको एउटा कहाली लाग्दो खाडल। त्यसो भए यस्तो किन भइरहेको छ त? यो विरोधाभासको जड सोच्नुहोला धार्मिक आस्था मात्रै हो, तर त्यति मात्रै होइन। यो त सिधा अर्थतन्त्रसँग जोडिएको कुरा हो। गाईलाई पवित्र मान्नुको पछाडि एउटा यस्तो महँगो मूल्य पनि छ जुन धेरैले चुकाउन सकिरहेका छैनन् वा सायद चाहदैनन्। अब हेर्नुस्, गाईहरू सडकमा कसरी पुग्छन्? यसका पछाडि मुख्य दुईवटा आर्थिक कारणहरू छन्। पहिलो हो बाछो। अब मासुको लागि बेच्न त मिल्दैन, त्यसैले यसलाई पाल्नु भनेको सिधै आर्थिक बोझ बन्छ। अनि धेरैले के गर्छन् त? छोडिदिन्छन्। दोस्रो कारण दूध दिन छोडेकी गाई। जब गाईले दूध दिन छोड्छ, ऊ अनुत्पादक हुन्छ अनि उसलाई पाल्ने खर्च उसको धार्मिक मूल्यभन्दा धेरै महँगो पर्न जान्छ अनि परिणाम उसलाई पनि घरबाट निकालिन्छ। यो अवस्थालाई एउटा भनाइले यति मार्मिक ढङ्गले चित्रण गर्छ कि जुन हातले उसलाई फूल चढाउँथ्यो, तिनै हातले उसलाई गोठबाट निकालेर राजमार्गमा बिस्तारै मर्नका लागि छोडिदिन्छन्। सोच्नुस् त, यसले हाम्रो व्यवहारमा रहेको त्यो भावनात्मक र आर्थिक द्वन्द्वलाई कति प्रष्ट पार्छ। तर यो विरोधाभास नेपालको सिमानाभित्र मात्रै सीमित छ भनेर नसोच्नुहोला। यो त विदेशमा बस्ने नेपालीहरूसँगै संसारभर फैलिएको छ र त्यहाँ पुगेपछि यसले अझै फरक र जटिल रूप लिन्छ। जस्तो कि विदेशमा बस्ने हजारौं नेपालीहरू आफ्नो गुजारा चलाउन कहाँ काम गर्छन्? स्टेक हाउसमा, मासु उद्योगमा। नेपालमा गाईको मासुको कुरा सुन्न नचाहनेहरू नै लन्डन वा न्युयोर्कमा पैसाको लागि त्यही मासु पकाउँछन्, काट्छन्, सर्भ गर्छन्। र सबैभन्दा रोचक कुरा के छ भने नेपालमा चाहिँ गाईको मासुमा प्रतिबन्ध लगाउनुपर्छ भनेर सामाजिक सञ्जालमा सबभन्दा चर्को स्वरमा कराउनेहरू पनि प्राय यिनै विदेशमा बस्नेहरू नै हुन्छन्। ओ, यही हो त्यो दोहोरो मापदण्ड। नेपालमा हुँदा गाईको मासुमा प्रतिबन्ध लगाउँ भन्ने नारा, तर पश्चिमा देशमा पुगेपछि तलबको लागि गाईको मासु सर्भ गर्ने बाध्यता वा भनौँ वास्तविकता। यो एक किसिमको चेतनाको परिवर्तन हो जुन आवश्यकता र अवसरले सिर्जना गर्छ। ल, अब यो विरोधाभासको अर्को तहमा जाउँ। यो तह नेपालभित्रै छ र यो वर्ग र पहुँचको आधारमा देखिन्छ। यहाँ एउटै कानुनले कसरी दुई फरक संसार सिर्जना गरेको छ भन्ने कुरा एकदमै छर्लङ्ग हुन्छ। सुन्दा अचम्म लाग्न सक्छ, तर हाम्रो राज्य आफैले ठूला 5 तारे होटलहरूलाई पर्यटक र धनीमानीहरूका लागि गाईको मासु आयात गर्न अनुमति दिन्छ। सोच्नुस् त, जुन जनावरलाई आम मानिसका लागि पवित्र र मार्नै नहुने भनिएको छ, त्यही जनावरको मासु बेचेर सम्भ्रान्त वर्गले नाफा कमाइरहेको छ। यो असमानतालाई अझ प्रष्टसँग हेरौँ। एउटा 5 तारे होटेलले गाईको मासु आयात गरेर बेच्दा खुलेआम नाफा कमाउँछ, तर त्यही देशको कुनै गाउँमा कुनै गरिब दलित परिवारले प्राकृतिक रूपमा मरेको गाईको मासु खायो भने उसलाई त्यही कानुनले सिधै जेल हाल्छ। यसको मतलब के हो त? यो कानुन सबैका लागि बराबर रहेनछ। अब अन्त्यमा यो सम्पूर्ण बहसलाई कानुनी र सामाजिक पाखण्डबाट अलिकति पर लगेर एउटा नैतिक प्रश्नतर्फ मोडौँ। आखिर जनावरप्रतिको सम्मानको वास्तविक अर्थ के हो? कुनै पनि जनावरप्रतिको साँचो श्रद्धा भनेको केवल कानुनी किताबमा संरक्षण दिनु मात्रै होइन, बरु उसको राम्रो हेरचाह र कल्याण सुनिश्चित गर्नु हो। यदि गाई साँच्चै माता हुन् भने उनी सडकमा भोकै मर्नका लागि होइनन्, उनी त सम्मानजनक जीवन र मृत्युको हकदार हुन्। त्यसैले गाईको मासुमाथिको प्रतिबन्धको पाखण्ड यही हो। एउटा पवित्र प्रतीकलाई गरिब र सीमान्तकृत मानिसहरूलाई नियन्त्रण गर्ने हतियारको रूपमा प्रयोग गरिएको छ, जबकि धनीहरूले यसबाट फाइदा उठाइरहेका छन् र विदेशमा बस्नेहरूले आफूलाई परिस्थिति अनुसार ढालिरहेका छन्।
त्यसो भए यो अन्तिम प्रश्नमा आएर टुङ्ग्याउँ। यदि पूजा एउटा प्रतीक मात्र हो भने यो सम्पूर्ण राजनीतिको वास्तविक शिकार को हो त? के ती सडकमा भोके मर्दै गरेका गाईहरू हुन् वा कानूनको असमानतामा पिल्सिएका गरिब मानिसहरू? यसमा सोच्न जरुरी छ।